रजाडा चैतली मेला व्यवस्थापन समितिको अत्यन्त जरुरी सूचना। विगतका वर्षदेखि केदारसिंह गाउँपालिका वडा नम्बर 8 र 9 को मध्य स्थान रजाडा स्थित लाटा बाटफाला मन्दिर परिसरमा चैती दशैंको पावन अवसरमा आजा पूजा सहित भव्य रूपमा धार्मिक मेला सम्पन्न हुँदै आइरहेको सम्पूर्ण भक्तालु जनहरूमा अवगत नै छ। यस वर्ष पनि उक्त मेलालाई हर्षोल्लासपूर्ण तवरले सम्पन्न गर्नका निमित्त यहाँहरूको सार्गर्भिक उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साथै यस रजाडा मेला व्यवस्थापन समितिले निम्न अनुसारका निर्णय गरिएको हुँदा सम्पूर्ण भक्तालुजन तथा जात्रुहरूलाई जानकारी गराउँदछौ। धार्मिक रूपमा गरिने कार्यक्रम भारे खेल काँकर खेलाउने कार्यलाई व्यवस्थित तथा आधुनिक तवरले सञ्चालन गरिनेछ। मेलालाई सभ्य, भव्य, मर्यादित, धार्मिक तथा मनोरञ्जनात्मक वातावरणमा सम्पन्न गर्नका लागि जाँड रक्सी बिक्री वितरण, जुवा तास खेल्न खेलाउन पूर्ण रूपमा बन्द गरिएको छ। यदि कोही कसैले मदिरा बिक्री वितरण गरेको तथा सेवन गरेर होहल्ला गरेको खण्डमा मेला व्यवस्थापन समितिको निर्णय अनुसार बिक्री वितरण गर्नेलाई रु 5,000 र सेवन गरेर होहल्ला गर्नेलाई रु 2,500 जरिवाना गरी कार्यवाही गरिनुका साथै सामाजिक सद्भावसँग गरेकोमा कानूनी बाटो अंगालिने भएको हुँदा उक्त कार्यप्रति सचेत भइदिन हुन सम्पूर्णमा अनुरोध गर्दछौ। सधैँका वर्ष झै दशमीको रातिदेखि सञ्चालन गरिने मेला यस पटक प्रसिद्ध देउडा गायक गायिका बीच देउडा कार्यक्रम हुने भएकाले मिति 2082 चैत्र 14 गते दशमीको दिन दिउँसो 2 बजेबाट देउडा खेल सञ्चालन हुने सम्पूर्णमा जानकारी गराउँदछौ। आमन्त्रित देउडा खेलाडीहरू विकास धामी र चरित्रा कुमारी शाही। पुनश्च मेला लाग्ने समय र मिति 2082 साल चैत्र 14 गते दिउँसो 2 बजेदेखि चैत्र 15 गते बेलुकीसम्म। आयोजक रजाडा चैतली मेला व्यवस्थापन समिति केदारसिंह गाउँपालिका वडा नम्बर 8 रजाडा बझाङ।